त्यसरी लेख्ने होइन नि त छोरो किन त खोइ ल के गर्छ यो तिमी लेख्ने भएको छैन नि त भोलि पर्सि लेख्ने है कामबाट घर आइपुग्यो है मेरो छोरीले के गर्ला के रियाक्सन दिँदो रहेछ है हेरौँ है मेरो छोरी चाहिँ भित्र छ होइन म कामबाट भर्खर आइपुगेँ अनि खाने सामानहरू केही पनि ल्याएको छैन नि त त्यही भएर कस्तो रियाक्सन दिँदो रहेछ हेरौँ है रात मजाले मलाई देखा ओ लक्ष्मी सिकानेर सिकान बुझ्नु पर्दैन सिकान बुझ्नु पर्दैन सिकान बुझ्दै सिकान बुझ्दैन छिटो नागो आइ गर डल्ली के आएको बु बु खतरा छ फेरि डल्ले बिराम भयो भए हुन्छ अनि बिहान ल्याइदिउँ यहाँ 2 दर्जन ल्याउँ बेस टपी 2 दर्जन हेर्दै यस्तो मन पर्ने कि नै के एउटा यहाँ बसिरह एउटा त्यहाँ मोबाइल हेरेर बसिरहेको थिएँ पढ्न छोडेर मजाले ल्यापटप चार्ज लगाएको कि छैन कि लाएन 10वटा आउँदो रहेछ अस्ति बुवाले कति हाल्यो यो प्यान आइ गर दर्जन 75 रुपियाँ दर्जन ले त कति रहेछ 10वटा कति एक दिन टिक्दैन कि नै खोइ ल्या त स्वास्थ्य पर्दो रहेछ के यो 1 2 3 4 5 6 7 8 9 10 राम्रोसँग लेख्दै राम्रोसँग छ पढ्ने खानु ल यो खानेकुरा होइन नि होइन निकाल्न थाले ल फ्याल्ने होइन कि छोरी त्यस्तो अरे यसै काम फ्याल्छ त अनि अङ्कलले अहिले लाग्दैन अनि अङ्कलले कुर्छ अनि सबै किन्दै काम पऱ्यो बिस्तारै सफा गर्नु पर्दैन हिजोदिनमा तताउनु कस्तो खुट्टा हात खुट्टा चिसो भयो दे यसको देऊ मागो मम्मीलाई माग दे यसको सामान दे देऊ यसको सामान देऊ ल छोरीलाई दिनु भएन डल्ले सस्तो पर्दो रहेछ कति रुपियाँले किनेछु तैँले एक प्यान्ट 20 रुपियाँ यस्तै त हो नि होइन 75 रुपियाँ अनि मैले पछि चाहिने हो भने 2 दर्जन दिएँ त्यसरी लेख्ने होइन नि त छोरो किन त खोइ ल के गर्छ यो तिमी लेख्ने भएको छैन नि त भोलि पर्सि लेख्ने है ठुलो भएपछि लेख्ने है ठुलो भएपछि लेख्ने देऊ ओइ यसलाई त क्यामेरामा हाई गर होइन बाबा छोरो यसको नाम लक्ष्मी हो लक्ष्मी भाट होइन छोरी